सबैलाई नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ? खानपिन भयो सबैको? यो राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले राँचीमा विजय हासिल गरेका छौँ। यो अवस्थामा आउनको लागि जसले मेहनत गरेका छौँ, जसले बल गरेका छौँ, जसले हामीले प्रयत्न गरेका छौँ, यहाँहरू सबैप्रति म एकमुष्ट रूपमा हार्दिक आभार व्यक्त गर्छु। जय घन्टी। हाम्रो यात्रा कुराको लागि आएको यात्रा होइन। हामी काममा विश्वास गर्छौँ। हामी गफमा होइन। हामी हाम्रो कति काम गर्छौँ, कति इमान्दार बन्छौँ, कति लगनशील बन्छौँ भन्ने कुरा विश्वास गर्छौँ। त्यसैले यो विशेष दिनमा, यो विशेष समयमा म यहाँहरू सबैको समयको लागि, यहाँहरू सबैको सक्रियताको लागि, यहाँहरू सबैको कर्मको लागि हार्दिक आभार व्यक्त गर्छु। सँगसँगै म सुरुमै हामी भदौ 23 र 24 को जेएनजी विद्रोहको बलमा यहाँसम्म आएको हुनाले त्यो विद्रोहमा ज्यान गुमाउनु हुने राँचीका माधव सारू सहित सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी गफको राजनीतिमा विश्वास गर्दैन। हामी इमान्दारता विश्वास गर्छौँ। हामी नैतिकतामा विश्वास गर्छौँ। हामी आफ्नो कर्मप्रति भरोसा गर्छौँ। त्यसैले मैले आज बिहान मात्रै माधव सारूको घरमा गएर उहाँको परिवारलाई भेटेर फर्किएको छु। हाम्रो निर्वाचन आयोगले अन्तिम मतगणना गरिसकेपछि घोषणा गर्ने ठिक्क बेलामा हामी माधव सारूको घरमै पुगेर उहाँहरूको आफन्तसँग, उहाँहरूको बुवा आमासँग, भाइ बहिनीहरूसँग दुःख साटेर फर्किएका छौँ। उहाँहरूको साथमा पुगेर हामी फर्किएका छौँ। त्यसैले यो सन्दर्भमा म भन्न चाहन्छु, जेएनजी युवाहरूको मुद्दा कार्यान्वयन गर्नको लागि पार्टीले कुनै कसर बाँकी राखेको छैन। उहाँहरूलाई पार्टीले अपराध गर्नेछ, उहाँहरूलाई पार्टीले सँगै बोकेर हिँड्नेछ। यो कुरा एउटा राख्न चाहन्छु। सँगसँगै मैले माधव सारूको बुवा र आमालाई भनेको छु, उहाँहरूसँग बाचा गरेर आएको छु। राष्ट्रिय स्वतन्त्र पार्टी उहाँहरूको अब अभिभावक बन्न चाहन्छ, उहाँहरूको सहयात्री बन्न चाहन्छ। त्यसैले उहाँहरूको नाममा, माधव सारूको नाममा फाउन्डेसन दर्ता गरेर, सञ्चालन गरेर दिनदुखीहरू, गरिबहरू, असहायलाई सहयोग गर्ने गरेर हामी फाउन्डेसन दर्ता गर्छौँ। र त्यो फाउन्डेसनमा मैले सांसद भएपछि आजको दिनदेखि मेरो सुरु हुन्छ। पहिलो महिनाको पारिसहरू त्यसै खातामा राख्ने गरी मैले उहाँहरूलाई फाउन्डेसन लगाएको छु। त्यसैले जेएनजी पुस्ताहरूसँग हामी सँगसँगै रहेको कुरा यहाँ म राख्न चाहन्छु। सँगै हामीले चुनावी बाछापत्रको रूपमा धेरै बाचाहरू गरेका छौँ, धेरै प्रतिबद्धताहरू गरेका छौँ, धेरै कुराहरू, समस्याहरू सुनेका छौँ। ती समस्याहरू पहिचान र समाधानमा हामीले ध्यान केन्द्रित गर्छौँ। सँगै हाम्रो यो जित न त हरिप्रसाद भुषालको मात्रै जित हो, न त पार्टीको मात्रै जित हो। अब हामी यो जितलाई जिल्लावासीको एकल जितको रूपमा अगाडि बढाउन चाहन्छौँ, जिल्लाको उत्सवको रूपमा अगाडि बढाउन चाहन्छौँ। त्यसैले आजका दिनदेखि हामीले कसैलाई गाली गलौज गर्ने छैनौँ। कुनै राजनीतिक पार्टीप्रति हामी अवांछित गतिविधिहरू गर्ने छैनौँ, आरोप लगाउने छैनौँ, तथा नाम भन्ने छैनौँ। हामी यति भद्र हुनेछौँ कि समाजले बुझोस्, मान्छे भनेको राष्ट्रसभाको सदस्य जस्तो हुनुपर्छ भन्ने कुरा समाजले बुझोस् भन्ने कुरा म एउटा राख्छु। सँगै यो हाम्रो यात्रा आजबाट शुभारम्भ भएको यात्रा हामी अब सकेसम्म हरेक घरमा, हरेक टोल टोलमा, हरेक बस्ती बस्तीहरूमा हामी पुग्ने प्रयत्न गर्नेछौँ। यहाँहरूको बस्ती बस्तीमा, टोल टोलमा पनि हामी आउनेछौँ। यहाँहरूलाई धन्यवाद ज्ञापन गर्न, यहाँहरूलाई भेट्नको लागि हामी आउनेछौँ भन्ने कुराहरू समेत राख्दै यहाँहरूको हालसम्मको साथको लागि, हालसम्मको सक्रियताको लागि हार्दिक धन्यवाद व्यक्त गर्छौँ। सँगै हामीले शहीदहरूको नाममा यसपटक हामीले विजय र्याली मनाउने भनेका छैनौँ। हामीले विजय र्याली मनाउँदैनौँ। उहाँहरूको सपना पुरा गर्नु छ, उहाँहरूको चाहना पुरा गर्नु छ, युवाहरूको चाहना पुरा गर्नु छ, सानो सानो बच्चाहरूको सपना पुरा गर्नु छ। त्यसैले हामी आजदेखि काममा लाग्छौँ। केही समस्याहरू भयो भने हामी सँगसँगै सहकार्य गर्नेछौँ, सहयात्रा गर्नेछौँ भन्ने कुरा राख्दै मेरो कुरा यही सक्छु। सबैको जय होस्। धन्यवाद। नमस्ते।